यो अत्यास लाग्दो गर्मीमा सिमसिम पानी परिरहेको छ यति बेला। यत्तिकैमा मैले मेल हेर्दै गर्दाखेरि अथवा भनौँ मेल चेक गर्दै गर्दाखेरि एकदमै लोकप्रिय अथवा असाध्यै मनपर्ने मान्छेको चिठी आएको रहेछ। त्यो चिठी खोलेर हेर्दैछु, त्यो चिठीमा के लेखिएको छ सबै तपाईँलाई पढेर सुनाउँछु ल। के छ भन्ने कुराहरू सुरुदेखि अन्तिमसम्म तपाईँले हेर्नुहोला, हेरेर साथ दिनुहोला। को रहेछ भन्ने लाग्न सक्छ, तपाईँले देख्न सक्नुहुन्छ नेपालकै एकदमै चर्चित अनुहार भिडियोहरूमा आइरहने विभिन्न ठाउँका गाउँका कुना कन्दरका कथाहरू तपाईँहरू माझ अथवा तपाईँ हामी माझमा चाहिँ ल्याइरहने व्यक्ति हुनुहुन्छ। तपाईँले अनि मैले एकदमै सुनेको नाम हो विद्या चापागाई। उहाँबाटै आएको यो सुन्दर चिठी तपाईँमाझ प्रस्तुत गर्छु, पढेर सुनाउँछु। के छ भन्ने कुरा तपाईँलाई मैले सुनाउनेछु र सुरुदेखि अन्तिमसम्म सबै हेर्न पनि म तपाईँलाई अनुरोध गर्छु। अध्यारो पनि कति सुन्दर भनेर चाहिँ माथि लेख्नु भएको छ। यस्तै एउटा अल्मलिएको एउटा पत्र तपाईँको हात पार्दैछु। अध्यारो पनि कति सुन्दर, यस्तै अल्मलिएको एउटा पत्र तपाईँको हात पार्दैछु भनेर एउटा चिठी पठाउनु भएको रहेछ। त्यो चिठीमा तपाईँ सबैलाई एक एक शब्द म पढेर सुनाउनेछु। के लेखिएको रहेछ, के पठाउनु भएको रहेछ कसैले भनेर तपाईँलाई म सुनाउनेछु र सुनेर साथ दिनुहोला, हेरेर साथ दिनुहोला। प्रिय तपाईँलाई सम्बोधन नगरेको धेरै भएछ। हेर्ने कथा सुरु गरेको 7 वर्ष भयो भनेपछि यो कथा चाहिँ यो हेर्ने कथासँग सम्बन्धित भएर पठाएको हुनसक्छ। अगाडि हेरेको छैन मैले, के छ भन्ने कुरा तपाईँलाई भन्नेछु ल म। प्रिय तपाईँलाई सम्बोधन नगरेको धेरै भएछ। हेर्ने कथा सुरु गरेको 7 वर्ष भयो भन्दै भर्खरै रुकुम रोल्पाको यात्राबाट फर्केको, थबाङमा बोर्डिङ स्कुल खुलेछ, पोहोरको सगरमाथा फेदीसम्मको यात्रा वर्णन सुनाएकै छैन। अति रहर गरी भारत सिलिगुडीदेखि ल्याएको 2 सुनाखरीको बिरुवा मरेको, रुकुम र बागलुङको सिमानामा पग्लिँदै गरेको हिउँमा नाम लेख्दै र मेट्दै गरेको, जुन तारा म त ठुली भइसके नि भन्न थालिसके घरिघरि घुर्काउँछे, तिमी जाने ठाउँ मलाई पनि लैजाउन नानी भन्छे। यसपालिको यात्रामा झ्याउलीको जुन तारासँग फेरि भेट भएको भन्ने कुराहरू कति के भन्ने के नभन्ने यस्तै अल्मलिएको एउटा पत्र तपाईँको हातमा पार्दैछु भनेर यो मैले पढेर सुनाएका कुरा, यो देखिरहनु भएको कुरा चाहिँ विद्या चापागाई यात्राका क्रममा भेटिएका कथाहरूसँग सम्बन्धित छन् भनेर बुझ्नुभयो होला है। र यो सबै कथाहरू चाहिँ सुनाएकै छैन भन्नुभएको छ। कतिपय बाँकी होलान्, कति चाहिँ ल्याएका होलान् है। त्यही भएर तपाईँ हामीले सबैले यो कथाहरू हेरेर साथ दिनुपर्छ, साथ दिनुपर्छ। यात्राबाटै सुरु गर्छु ल। अध्यारो पनि कति सुन्दर भनेर दृश्य राख्नु भएको छ, फोटो राख्नु भएको छ। यात्रा प्युठानतिरको रहेछ जस्तो लाग्छ। 2081 फागुन 13 गते प्युठान भनेर राख्नु भएको छ। ल सुरु गर्छु ल।
टाढा कता कता अनकन्टार जङ्गलको बास थियो, कतै पुग्ने हतारो थिएन। त्यो रात धेरै बेर रातलाई हेरिरहेँ। अँध्यारो पनि कति सुन्दर। मनसँग लामो संवाद गरे, एउटा प्रेमिल संवाद। शान्त संवाद, शान्त मनको अनुभूति प्रिय लाग्यो। एक्लै हुनु दुखी हुनु होइन रहेछ, एक्लो हुनु आफैलाई भेट्नु पनि रहेछ। त्यति बेलै त हो मनमनै भनेको। यही रातको सन्नाटाको कथा सुनाउनेछु तपाईँलाई अर्को पत्रमा। एकलास वनको बास किन? यसको कथा चाहिँ केही समयपछि हेर्ने कथामा देखाउँछौँ लौ भन्नुभएको छ। भनेपछि यो कथा आउँदैछ भनेर हामीले बुझ्यौँ। तपाईँले पनि त्यसै बुझ्नुभयो होला। अर्को यात्रा, अर्को कथा भनौँ, रोल्पा भनेर राख्नुभएको छ। फागुन 18। झम्के साँझमा म त धारामा थियौँ। आकाशको रङ सुन्दर थियो। कसैले सोधे सजिलै भनिदिन सक्थेँ। त्यही रङको वर्णन गर्न सायद सुन्दर शब्द बन्यो। साँझको आकाश प्रिय लाग्नेका लागि त्यो सूर्यास्त अलौकिक थियो। सुन्दर दृश्य हेर्न सक्नुहुन्छ यो सूर्यास्तको दृश्य। त्यसै गरी थबाङ, फागुन 19। अमित घरती मगरले फोनमै भनेका थिए, तपाईँ पहिले आएभन्दा धेरै फेरिएको छ थबाङ। थबाङ त अब सहर भइसक्यो। यो अमितले भनेको कुरा हो। मलाई थबाङ छिरेको सहर हेर्नु थियो। 8 वर्ष अघि एउटा तस्बिर यतै कतैको डाँडाबाट लिएको थिएँ। त्यतै कतै फेरि उभिए। बिल्डिङ घरहरू थपिएछन्, नीला जस्ता थपिएछन्। झट्ट हेर्दा उस्तै जस्तो, निहालेर हेर्दा फेरिए जस्तो। अस्ताउन लागेको घामको मधुर प्रकाशमा थबाङ शान्त थियो। त्यहाँका मनहरू कस्ता होलान्। कुनै समय माओवादी र थबाङ एक अर्काका पूरक थिए। थबाङकै माटोमा माओवादी हुर्कियो, खायो, खेल्यो, बढ्यो त्यही आँगनीमा। अमितसँग फेरि भेट भयो। थबाङ जस्तै उनी पनि झट्ट हेर्दा उस्तै, तर निहालेर हेर्दा फेरिए झैँ लाग्यो। पहिले उनका आँखामा विद्रोह देखेको थिएँ, यसपालि भविष्य देखे। तपाईँ पनि त फेरिनु भएछ नि? विद्याले सोधिन्। समय समयको कुरा, अमित भन्छन्। विद्या, के गर्दै हुनुहुन्छ? अमित, थबाङमा यति बेला आलु रोप्ने मिचो छ, हलो जोत्दै थिएँ। विद्या, फेरि विद्रोह गर्ने भन्नुहुन्थ्यो उति बेला भेट्दा त। अमित, अब मनमनै विद्रोह गर्ने, कर्मले विद्रोह गर्ने। उनी मधुरो बोल्थे, सुस्तरी बोल्थे, मसिनो आवाजमा कति चर्को कुरा। हामीलाई सपना देख्न सिकाउनेहरूको सपना बेग्लै रहेछ। मुठ्ठीभरका लागि हामी भर्याङ मात्रै बनेछौँ। हाम्रा दुःख सकिएनन्, अब त गरी खान पर्यो। अमित दुःख बिसाउँछन् विद्यासँग। कसैसँग गुनासो छैन, नगर्ने। मृत्यु मैले मात्र होइन, सिङ्गो थबाङले नजिकबाट देखेको हो। जङ्गल म मात्रै होइन, सिङ्गो गाउँ छिरेको हो। जलेका घर, भत्केका स्कुल, च्यातिएका किताब, दुखेका मन ती मेरा मात्र थिएनन्, सिङ्गो थबाङको थियो। अब त सपना पनि ठुलो छैन। हिजो भत्किएको त्यही घर फेरि बनाउनु छ, त्यही पुल, त्यही स्कुल फेरि बनाउनु छ। दुखेको मनको कुरा चाहिँ नगरौँ। अमितसँग त्यो नयाँ हुँदै गरेको पुरानो गाउँ फन्को लगायौँ। युद्धका निशानीहरू पुराना घरका भित्ताहरूमा अझै बाँकी थिए।
बेला बेला उनका आँखा भरिन्थे हिजो मार्न तयार भएर मुट्ठी कसेर बन्दुक बोकेर क्रान्तिमा हिँडेको एउटा कठोर मान्छे यति कोमल रहेछ। नेताहरूले जिते होलान्, शक्ति सत्ता भेटे होलान्, तर हामी यहाँ सधैँ हारेका छौँ। हिजो हराएका हाम्रा साथीहरू अझै घर फर्केका छैनन्। गाउँको माझमा हिजो बितेकाहरू स्तम्भ भएका छन्। जब तिनका छोराछोरी, आमाबा, श्रीमतीको फुङ्ग उडेको अनुहार देख्छु अनि सोच्छु त्यो मनमा चलेको आँधी रोकिने मौसम कुन होला। मिठो विगत भए पो पाना पल्टाएर दोहोऱ्याइ पढ्नु, सम्झना मात्रले पनि आँसु दिने विगतलाई कति कोट्याउनु। थबाङमा धेरै कथा छन्, यस्तो लाग्यो थबाङको कथा कहिल्यै सकिन्नन्। यस्तो लाग्यो थबाङको कथा कसैले भन्न सक्दैन, हामीले पनि सक्दैनौँ। थबाङबाट हामी रित्तै फर्क्यौँ। लामो सास फेरे, अरू भन्ने कुराहरू के बाँकी रहेर। मनभरिका बेला कुराहरू मनै हराउँदा रहेछन्। अचेल त्यस्तै हुन्छ, कुराहरू यसै हराए जस्तै लाग्छन्। हराउनु भनेको बिर्सनु होइन, हराउनु भनेको हुनु हो। कोही भएर त हराउँछन्, कोही थिएन भने भेटिए के हराए के। यसलाई फेरि भन्छु म, हराउनु भनेको बिर्सनु होइन, हराउनु भनेको हुनु हो। कोही भएर त हराउँछ, कोही थिएन भने भेटिए के हराए के भनेर उल्लेख गरिएको छ। कस्तो राम्रो। मानिस जति आत्मीय भयो उति टाढासम्म झझल्कोले पछ्याइरहन्छ। पछि सम्झना मात्र शेष रहन्छ अनि समयले सम्झनाको आलो घाउहरूमा खाटा बसाल्दै लैजान्छ। कामका पाइलाहरू। रेलको कथा गरेर जनकपुरबाट फर्किएपछि धच गोतामेको यो पुस्तक फेरि पढे। हामी पनि त समयबाटै सुरु हुन्छौँ, अन्त पनि समयलाई नै थाहा छ। कहिलेकाहीँ निराश भएका बेला आफैलाई सम्झाइरहने एउटा भनाइ छ, दिस टु सेल पास। यो समय पनि बितेर जानेछ, तर बितेर जाने त्यो समय पनि कहाँबाट सुरु हुन्छ र कहाँ पुगेर टुङ्गिन्छ त्यसको उत्तर समय बाहेक अरू कसैलाई थाहा छ। फेरि किताबकै गरम शीतल सब मनभित्रै हुँदो रहेछ। अब गर्मी लागे पनि शरीर बाहिर छाला मात्रै पोल्छ, मन पोल्दैन। गरम शीतल सब तपाईको मन पोल्छ कि पोल्दैन? पोलेको मनलाई कसरी शीतल बनाउनुहुन्छ? अर्को पत्रमा तपाईका कुरा लेख्नुहोस् है। ल त आजलाई टाटा बाई बाई। उही म कि अर्कै म? खै यस्तै के है, चिठी त सकियो अब भनेर यो